नमस्कार। आज वर्ल्ड हाइपरटेन्सन डे। हामी तपाईँ सबैजना मे 17 को दिन मनाइने विश्व उच्च रक्तचाप दिवस। यही कुरालाई मध्यनजर गर्दै आज उच्च रक्तचापको बारेमा एक जनचेतनामूलक भिडियो प्रस्तुत गर्दैछु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो वर्षको नारा रहेको छ, आफ्नो रक्तचाप सही रूपमा नापन गर्नुहोस्, नियन्त्रणमा राख्नुहोस्, दीर्घजीवी बन्नुहोस्। अब उच्च रक्तचाप बुझ्नुभन्दा पहिला हामी रक्तचाप बुझौँ है त। रक्तचाप भन्नाले के बुझिन्छ त? मुटुबाट रगत पम्प भएर शरीरको सम्पूर्ण भागहरूमा सञ्चार हुने क्रममा रगतले रक्तनलीको लचकतामा एक प्रकारको चाप पैदा गर्दछ हो। त्यस चापलाई नै हामी रक्तचाप भनेर भन्छ। मुटु र रक्तनलीका रोगहरूमध्ये उच्च रक्तचाप भनेको सबैभन्दा बढी देखिने एक समस्या हो। यो मुटुको चाल, धमनीहरूको भित्ताको अवस्था, रगतमा हुने चिनीको मात्रा तथा रगतको बाक्लोपनामा निर्भर रहन्छ। यो दुई प्रकारको हुन्छ। एउटा सिस्टोलिक रक्तचाप जुन मुटुको भेन्ट्रिकल खुम्चिने क्रममा रगतले धमनीमा दिएको अधिकतम चापलाई बुझ्ने गरिन्छ। त्यसैगरी डायस्टोलिक रक्तचाप हुन्छ जुन चाहिँ भेन्ट्रिकल फुक्ने क्रममा रगतले धमनीमा दिने न्यूनतम चापलाई बुझ्ने गरिन्छ। र उच्च रक्तचाप बुझौँ। साधारणतया 18 वर्ष वा सोभन्दा माथिका व्यक्तिमा रक्तचाप सिस्टोलिक ब्लड प्रेसर 140 वा डायस्टोलिक ब्लड प्रेसर 90 वा सोभन्दा माथिको अवस्थालाई उच्च रक्तचापको अवस्था बुझिन्छ। हाम्रो नर्मल ब्लड प्रेसर चाहिँ 100 देखि 120 सम्मलाई नर्मल मानिन्छ वा 120 भन्दा कम। त्यसैगरी डायस्टोलिक ब्लड प्रेसर हाम्रो चाहिँ 80 भन्दा कम छ भने त्यसलाई हामीले 60 र 80 को बिचमा छ भने नर्मल ब्लड प्रेसरको अवस्था बुझिन्छ। त्यसैगरी यदि हाम्रो ब्लड प्रेसर 120 देखि 139 सम्म छ भने यो प्री हाइपरटेन्सनको अवस्था भन्छौँ। र डायस्टोलिक चाहिँ यदि 80 देखि 89 को बिचमा छ। यदि तपाईको सिस्टोलिक ब्लड प्रेसर 140 वा सो भन्दा बढी छ, त्यसैगरी डायस्टोलिक ब्लड प्रेसर 90 वा 90 भन्दा बेसी छ भने त्यो अवस्थालाई हाइपरटेन्सनको पहिलो अवस्था भनेर बुझिन्छ। त्यसैगरी हाइपरटेन्सन यदि 140 र 159 को बिचमा छ, डायस्टोलिक चाहिँ 90 देखि 99 को बिचमा छ भने त्यो अवस्थालाई हाइपरटेन्सनको दोस्रो अवस्था भनेर बुझिन्छ। अब उच्च रक्तचापको कारण मृत्यु हुने सम्बन्धी केही तथ्यहरू। विश्वमा प्रति वर्ष मुटु तथा रक्तनलीका रोगहरूबाट हुने कुल 1,70,00,000 मृत्यु मध्ये उच्च रक्तचापको कारणबाट मात्रै 94 लाख व्यक्तिको मृत्यु भइरहेको छ। मुटु रोगको कारण हुने 45% मृत्यु तथा मस्तिष्क घाटबाट करिब 51% उच्च रक्तचापको कारणले मृत्यु भएको देखिन्छ। यति हुँदा पनि कम मानिसहरू पनि मात्रै आवश्यक उपचारको दायरामा आइएको पाइन्छ। प्रति सेकेन्डमा लगभग 3 जनाको मृत्यु चाहिँ उच्च रक्तचापबाट भएको देखिन्छ र प्रत्येक घण्टामा 1073 जनाको मृत्यु उच्च रक्तचापबाट भएको देखिन्छ र प्रतिदिन चाहिँ 25,753 जनाको मृत्यु उच्च रक्तचापबाट भएको देखिन्छ र प्रत्येक वर्ष चाहिँ 94 लाख बराबरको मृत्यु चाहिँ उच्च रक्तचापबाट हुन्छ भन्ने कुरा तथ्याङ्कले देखाइएको छ। त्यसैगरी नेपालमा यसको अवस्था सम्पूर्ण मृत्युको कारण मध्ये 30% मुटु तथा रक्तनलीको रोगको कारणले मात्रै हुने गर्दछ। सन् 2030 मा यो 35% बढेर जान सक्ने तथ्याङ्कले देखाइएको छ। त्यसैगरी स्टेप सर्वे 2013 को अनुसार महिलामा 21% र पुरुषमा चाहिँ 31% उच्च रक्तचाप पाइएको देखिन्छ भने एनडीएचएस 2016 को अनुसार महिलामा 17% र पुरुषमा 23% मा उच्च रक्तचाप पाइएको देखिन्छ। त्यसमध्ये चाहिँ 90% व्यक्तिले उपचारै नगराइएको पाइएको छ। यसले के देखायो? पुरुषमा चाहिँ उच्च रक्तचापको जोखिम महिलाको भन्दा धेरै छ। त्यसैगरी उच्च रक्तचापको जोखिममा हुने तत्त्वहरू जस्तै कि धूमपान तथा सुत्तेजन्य पदार्थ, मदिराको सेवन, त्यसैगरी अस्वास्थ्यकर खानेकुरामा धेरै चिल्लो, पिरो, नुनको मात्रा धेरै भएको, फलफुल, सागसब्जीको कमी, त्यस्तो खानाहरूलाई हामीले अस्वास्थ्यकर खाना भन्छौँ। त्यस्तो खानाले चाहिँ हाइपरटेन्सनको जोखिमलाई बढाइदिन्छ। त्यसैगरी मोटोपनाले हाम्रो शरीरको तौल बढ्दै जाँदाखेरि चाहिँ पनि हाइपरटेन्सनको जोखिम बढ्दै गइरहेको हुन्छ। त्यसैगरी वंशानुगत रूपमा एक वंशबाट अर्को वंशमा, एक पुस्ताबाट अर्को पुस्तामा चाहिँ यो रोग सरेको पनि देखिन्छ। त्यसैगरी अत्याधिक तनावले, टेन्सनले गर्दा मानिसहरू हाइपरटेन्सनको जोखिममा जाने गर्छ। त्यसैगरी शारीरिक निष्क्रियता, जो मान्छे अल्छीपना छ, बेडमा सुतिराखेको हुन्छ, हिडडुल गर्दैन, धेरै एक्सर्साइज गर्दैन, त्यस्तो व्यक्तिहरूमा पनि यो रोगको जोखिम बढी हुन्छ। त्यसैगरी उच्च रक्तचापको लक्षणहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान महसुस हुने, एकासी नाकबाट रगत बग्ने, त्यसैगरी वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने वा रोकितो हुने, यस्तो
लक्षणहरू देखा परिरहेको छ भने तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा गई चेक जाँच गराउँ। त्यसैगरी रक्तचाप मापन गर्नुभन्दा पहिला के कुरामा ध्यान दिने त? व्यक्तिले 30 मिनेट अघि कुनै किसिमको व्यायाम गरेको हुँदैन। त्यसैगरी 30 मिनेट अघि चिया, कफी, सुर्तीजन्य पदार्थको सेवन गरेको हुनु हुँदैन। त्यसैगरी कम्तीमा 5 देखि 10 मिनेटसम्म चाहिँ आराम गरेकै हुनुपर्छ रक्तचाप मापन गर्नुभन्दा पहिला। र मापन गर्ने क्रममा कुराकानी नगर्न पनि भनेको छ यो विश्व स्वास्थ्य सङ्गठन अनुसार। त्यसैगरी उच्च रक्तचापबाट बच्ने उपायहरू: धूमपान र मदिरा सेवन नगर्ने, हरिया साग सब्जी र फलफुल धेरै मात्रामा खाने, खानामा नुनको मात्रा एकदम कम प्रयोग गर्ने, प्रतिदिन एक व्यक्तिले 5 ग्राम भन्दा कम नुन चाहिँ सेवन गर्न। त्यसैगरी रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने। हस्त, धन्यवाद।